साथीहरू यो किसानहरूको जिन्दगीमा एकदमै धेरै मेहनत हुन्छ अनि किसान बन्यो भनेपछि त्यो मेहनत मात्र हुँदैन क्या साथीहरू। कहिलेकाहीँ हाम्रो खेतीहरूमा एकदमै धेरै लस हुन्छ र कहिलेकाहीँ फाइदा पनि हुन्छ साथीहरू। ल हेर्नुहोस् त यो हाम्रो खुर्सानी हामीले यति मेहनत गरेर 3-4 महिना भइसक्यो आई थिङ्क लगाएको। अनि यसको फल बजारमा लग्ने बेला, खुर्सानी लग्ने बेला हाम्रो पुरा खुर्सानीहरू रोग लागिसकेको छ क्या। अनि दुईटै खुर्सानी रोग लागिसकेको छ। अर्को त्यो क्याप्सिकम मात्र लागेको छैन अनि अग परेर अर्को लोकल खुर्सानी रोग लागिसकेको छ क्या साथीहरू। अनि यही छ किसानहरूको जिन्दगी। मेहनत त धेरै दुःख गर्नुहुन्छ बट त्यति धेरै दुःखको जति दुःख गर्नुहुन्छ त्यति धेरै प्रफिट चाहिँ हुँदैन क्या। अनि कुन वर्ष त यति धेरै घाटा हुन्छ कि साथीहरू। हामीले जस्तै अब सिमी लगाउँछ है, सिमी हामीले त सिमी बेच्छ, धान बेच्छ नि। अनि त्यो धान पनि हुँदैन, सिमी पनि हुँदैन कि त्यस्तो पनि सिचुएसन हुन्छ क्या साथीहरू। अनि म यति धेरै अल्छी छु साथीहरू। अनि धोएको भाँडा पनि त्यही गोटे थियो नि त, हजुरले देख्नुभयो। यो चाहिँ साँझको खाना मैले चाहिँ भात र दाल बनाएर गएको थिएँ। अनि दाल बस्ट उमाल्न मात्र बाँकी छ झानेर। अनि यो चाहिँ तरकारी पकाउनुको लागि मैले चाहिँ तरकारी लिन गएको थिएँ। अनि गएको त कति धेरै दिन भइसक्यो क्या मैले खेततिर नगएको। अनि हेरेको त पुरा खुर्सानीको नक्सा नै चेन्ज छ क्या। अनि यस्तै हुन्छ साथीहरू। अनि यो पालि चाहिँ हाम्रोमा यति धेरै घाटा भएको छ, यो यति धेरै क्या। लसुन पनि यत्रो सानो सानो छ, प्याज त कुरै नगर्नु क्या। मैले हजुरलाई देखिरहेको हुन्छ नि मेरो भिडियोमा त्यत्रै छ क्या प्याज। अनि त्यो प्याज चाहिँ अनि हाम्रो बजारमा नै बिक्दैन क्या साथीहरू। खोइ के भन्नु। थ्याङ्क यू सो मच वाचिङ दिस भिडियो साथीहरू। अब चाहिँ मैले खाना खाएँ। यसरी माया गर्दै गर्नु होला। बाई बाई।